र हामीले यो तालिम सिकेर जति यो 12 वटा मुद्दामा चाहिँ हामीले सिकियो कार्यक्रम गर्ने के गर्ने भन्ने कुराहरू चाहिँ त्यो मैले यसो सोचिरहेको थिएँ पहिलेदेखि पनि यो हजुरको यो जो प्रशिक्षण छ यो राष्ट्र बदल्ने चाहिँ प्रशिक्षण छ होइन यो मैले यसो सोच्दै गर्दाखेरि तपाईँहरू जस्तै प्रशिक्षक अलिकति 100 जना जति थाई रूपमा नेपाल सरकारले चाहिँ थाई रूपमै तपाईँको भर्ती गरेर सबै जनतालाई दियो क्या सबै जनता जन टोलमा ठाउँमा गएर प्रशिक्षण दिए भनेर प्रत्येक साल त उहाँहरूको चाहिँ कामै त्यो प्रशिक्षण दिने गरियो भनेपछि बल्ल जस्तो हुम्ला जुम्ला होइन गाउँ घर बसेका दिदीबहिनी दाजुभाइहरूको मनमा जस्तो सबैको सोच त एउटै हुन्न जस्तो मैले जति सोचेँ अरू साथीहरूले नसोचे हुन सक्छ मैले भन्दा बढी अरूजनाले सोचेको हुनु सम्झेको हुन सक्नुहुन्छ थोरै सम्झिए पनि राष्ट्रलाई बदल्न सकिन्थ्यो कि जतिको हाम्रो अब यति बरेङ गाउँपालिका भएको यतिजना छौँ आफ्नो ठाउँबाट ल आफ्नो ठाउँबाट गएर आफ्नो वार्ड आफ्नो टोल थोरै बदल्दै गर्दा पनि हामीले राष्ट्र बदल्न नसके पनि बरेङलाई बदल्न सकिन्छ कि भन्ने कुरा चाहिँ मैले अनुभव गरेको छु र मैले हिजो पनि भनेको थिएँ यो तारिक मेरो दोस्रो कार्यकाल भएको हुँदा यस्तै खालको प्रशिक्षक चाहिँ 74 को तपाईँको चुनाव जित्दाको 2-3 महिनाभित्रमा यस्तै 3 दिन बसेर गर्नु पाएको भएपछि अझै उत्साहितका साथ हामीले अझै हाम्रो वार्डलाई मैले बरेङलाई बदल्न नसक्ने वार्डलाई चाहिँ केही अहिले 8औं वर्षमा केही परिवर्तन गर्न सकिन्थ्यो कि भन्ने अनुभव गरेको छु र हामीले चाहिँ यस्ता खालको केही बदल्न पर्छ भन्ने ड्युटी नभएको होइन म विदेशमा बसेर आएको मान्छे हुँ तर मैले चाहिँ केही न केही गर्नुपर्छ है आफ्नो पालिकालाई भन्ने त थिएन म पहिला सुरुमा चुनाव जित्दा त मैले वार्डलाई चाहिँ मैले केही चाहिँ परिवर्तन गर्नुपर्छ भनेर हामी नलागेका होइन लाग्नेछौँ लागेका छौँ तर हामीले चाहिँ जनता गोबर केही गर्न सकेनन् भन्ने हाम्रो छ सोचाइ छ जनताले नेता गोबर केही गरेनन् भन्ने छ कहाँनिर तालमेल नपुगिलो गरेर बजेट नभए पनि होइन पहिला एउटा गाविसमा जम्मा 2 लाख 3 लाख जान्थ्यो रेको कुरा हामीले त थाहा पाइएन होइन 2 लाख 3 लाख जान्थ्यो अहिले हामीले एउटा व्यक्तिलाई अनुदान 2 लाख 3 लाख हामीले दिएछौँ तर पनि पहिला र अहिलेकोमा चाहिँ धेरै परिवर्तन गर्न पर्ने हो नि आर्थिकले मात्रै गर्ने भयो आर्थिक त नभए पनि स्थानीय त भएपछि त बजेट त तमाम गएको छ प्रत्येक वार्डमा लानु हाम्रो जस्तो सानो वार्ड छ पहिला 2 लाख 3 लाख जाने ठाउँमा 60-70 लाख रुपियाँ पालिकाबाटै लगेको यताउता गर्दाखेरि विभिन्न उसमा गर्दाखेरि अनि परदेशबाट पर्छ गर्दा झन् 1-1.5 करोड चाहिँ हाम्रो वार्डमा मात्रै जान्छ तर पनि जस्ताको तस्तै छ त्यो बाटोघाटो बाहेक बाटोघाटो खाने पानी विद्यालयका भवनहरू बाहेक त्यहाँको आय आर्जन जस्तो त्यहाँबाट चिनिने एउटा हुन्छ नि जस्तो घले गाउँ जाम होइन घान्द्रुक जाम भन्ने मान्छेको मुखमा छ तर सुखौरा जाम भन्ने बनाउनु पा हुन्थ्यो भने ड्युटी त छ हामीलाई नगरेका होइन चियापत्ती लगेर लगाइदियो विभिन्न खालको ओखर होइन आरू यस्तो सबै कुराहरू हुन्छ कि सम्भावित जति हामीले प्रयास गरेका छौँ तर पनि प्रयास गर्न अझै छोडेका छैनौँ यो तालिमले गर्दाखेरि अझै के भने अनुदान चाहिँ बाँड्न चाहिँ फरक ढङ्गले बाँड्नु पर्छ तर हामीले बुझाउन सकियो भने यो कार्यक्रम चाहिँ एकदम राम्रो हो तर हामीले बुझाउन सकिन्न भन्ने कुरा गर्न हुन्न भन्ने एउटा त्यो पनि एउटा सेसन मात्र हो मैले त्यसले गर्छ मैले गर्न सक्छु होइन उसले नि गर्छ मैले गर्न सक्छु गर्नुपर्छ भन्ने चाहिँ गर्नुपर्छ भनेर सरले चाहिँ त्यो पनि अलिकति दिमागमा बसेको छ यस्तो खालको कार्यक्रम धेरै कार्यक्रमको अपेक्षा पनि गरेको छु र सोचेँ भन्दा जति मैले सोच्ने चिनेको थिएन कि तपाईँहरूलाई खास गर्ने भने यो के हो एफआर भन्ने के हो अनि सहकारी भन्ने के हो यसले के काम गर्छ भन्ने कुरा अनभिज्ञ थिएँ यहाँ आएर छर्लङ्ग भयो यसले चाहिँ एकदम राम्रो कार्यक्रम रहेछ र यसलाई अझै पनि प्रभावशाली बनाउँदै र तपाईँहरू हाम्रो चाहिँ सहकारी अझै हुनेछ भन्दै मेरो 2 शब्द हेर्नु जस्तो